नमस्कार भाइ बहिनीहरू। कक्षा 12 को परीक्षाका लागि तयारीमा रहनुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई आज म एउटा उपयोगी सामग्री लिएर यहाँ उपस्थित भएको छु। तपाईहरुले 12 कक्षाको परीक्षा नजिक आइरहँदा भोगेको एउटा ठुलो समस्या प्रश्न नम्बर 8 मा सोधिने वाच्य परिवर्तन र करण अकरणको रूप परिवर्तनमा देखिन्छ। तपाईहरुले मलाई धेरै जिज्ञासाहरू पनि राखिसक्नु भएको छ। यस बारेमा अलिकति अभ्यास सिकाइदिनु भन्ने कुरा पनि तपाईहरुले मलाई उल्लेख गर्नु भएको छ र मैले यो भन्दा अगाडिका मेरा भिडियोहरुमा वाच्य परिवर्तन करण अकरणको अभ्यासका बारेमा धेरै कुराहरू चर्चा पनि गरेको छु। तपाईहरुले त्यहाँबाट अभ्यास गर्न सक्नुहुन्छ। त्यसभन्दा बाहेक तपाईहरुलाई म अझै छोटकरीमा धेरै कुरा बुझाउने उद्देश्यले आज यहाँ प्रश्न नम्बर 8 मा सोधिने काल पक्ष भाव सकेर म करण अकरण र वाच्य परिवर्तनको अलिकति धारणा र अभ्यासका लागि उपस्थित भएको छु। तपाईले एउटा कुरा के ख्याल गर्न जरुरी छ भने यो करण र अकरण भनेको के हो भन्ने कुरा अब तपाईलाई धेरै भनिरहनु पर्दैन। कुनै पनि काम हुन्छ, भएको छ, अर्थात् त्यसले सकारात्मक अर्थ दिन्छ भने त्यो वाक्य करण हो। कुनै पनि काम भएको छैन, हुँदैन भन्ने अर्थ बुझाउने चाहिँ अकरण हो है। यो धारणा त तपाईले बुझ्नु भएको छ। तर लेख्य रूपमा रूप परिवर्तन गर्दाखेरि कहिलेकाहीँ यो शब्द परिवर्तन गरेर दोहोरो अकरण बनाएर र न को प्रयोग गरेर अकरण बनाउने नियम बुझ्नु भयो भने तपाईलाई अलिकति उत्तर लेख्न सजिलो हुन्छ। त्यसका लागि मेरो अगाडिको भिडियो तपाईले एकचोटि हेर्नै पर्छ। त्यो हेर्नु भयो भने करण अकरणको रूप मजाले अभ्यास गर्न सक्नुहुन्छ। मैले यहाँ 4 वटा वाक्यहरू लेखेको छु, एकचोटि हेर्नुस् त। प्रश्न के छ भन्दा म विद्यालय जान्छु, म पुस्तक पढ्छु, म गृहकार्य गर्छु, म प्रथम हुन्छु। यहाँ आउने जति पनि यी क्रियापदहरू छन्, यी क्रियापदहरू करणको रूपमा छन् है। अब तपाईले यसलाई अकरण बनाउनु भयो भने कसरी लाने भन्ने कुरामा समस्या छ। अब म विद्यालय जान्छुको तपाईहरु के लेख्नुहुन्छ होला भन्दा म विद्यालय जाँदिन लेख्नुहुन्छ होला हो, अथवा जान्न लेख्नुहुन्छ होला। यसरी अब यसरी लेख्नु भयो भने तपाईको उत्तर मिलेन। म भन्ने बित्तिकै प्रथम पुरुषमा अकरण बनाउँदा न माथि सामान्य वर्तमान, सामान्य भूत, अभ्यस्त भूत, चन्द्रबिन्दु लगाउनै पर्छ। म विद्यालय जाँदिन भन्नेमा यहाँ पनि चन्द्र लगाउने, म जान्न भन्नेमा पनि यहाँ चन्द्रबिन्दु लगाउने। यहाँ चन्द्रबिन्दुको चमत्कार ठुलो छ है। अब म पुस्तक पढ्छुको के भन्नु पर्यो? म पुस्तक पढ्दिन। यसरी लेख्नु भयो भने सीता पुस्तक पढ्दिन भयो, म को वाक्य नै भएन। म भएको कारणले नमा चन्द्रबिन्दु लगाउने र यो ह्रस्व इकार लगाउँदाखेरि यो ढ खुट्टो काटेको कारणले गर्दा पछाडिबाट ह्रस्व इकार लगाइन्छ, अगाडि छोपेर नलगाउने है। अब यसको अर्को रूप बन्दैन। जस्तै जान्छुको जान्न भयो भने पढ्दिनको पढ्न हुँदैन, त्यसकारण पढ्दिन मात्रै यसको रूप भयो। अब म गृहकार्य गर्छु, यसलाई उत्तर लेख्दा म गृहकार्य गर्दिन। न माथि पनि चन्द्रबिन्दु लगाइहाल्ने, किनभने यो अगाडि कर्ता म भनेको छ। यदि यहाँ सीता गृहकार्य गर्छे भयो भने सीता गृहकार्य गर्दिन, यसमा चाहिँ चन्द्र नलगाउने है। यो एउटा अभ्यास भयो भने म प्रथम हुन्छु, म प्रथम हुन्न वा हुँदिन पनि लेख्ने चलन चाहिँ छ, शुद्ध चाहिँ हुन्न हो। त्यसकारण चन्द्रबिन्दु लगाएर लेख्ने। यदि चन्द्रबिन्दु लगाइएन भने सीता प्रथम हुँदिन, यो चाहिँ सीताको वाक्य बन्न जान्छ। बुझ्नुभयो? यसरी करण अकरणको रूप परिवर्तन गर्ने। अब ऊ सधैँ गृहकार्य गर्छ आयो भने
ऊ कहिल्यै गृह कार्य गर्दैन भनेर अकरणमा परिवर्तन गर्ने यो शब्द परिवर्तन भयो। तिमी यहाँ बारम्बार आउँछौ करण वाक्य भयो भने तिमी यहाँ कहिल्यै आउँदैनौ शब्द परिवर्तन गरेर अकरणमा लग्यौँ हामीले। अब कहिलेकाहीँ यस्तैमा तपाईँलाई दोहोरो प्रश्न दोहोरो अकरणको प्रश्न पनि आउँछ। जस्तै बादल लागे पानी पर्थ्यो अभ्यस्तभूत आयो भने बादल नलागे पानी पर्दैन थियो दोहोरो अकरणको रूपमा परिवर्तन गर्ने। तिमी आए म रमाउँछु तिमी नआए म रमाउँदिन यसरी दोहोरो अकरण बनाउँदै जाने। र अकरण बनाउँदाखेरि चाहिँ कालको पक्षमा 3वटा नको प्रयोग क्रियापदको सुरुमा क्रियापदको बिचमा र क्रियापदको अन्त्यमा गरी नको प्रयोग हुन्छ। जस्तै अभ्यस्तभूत आयो भने बिचमा पढ्थ्यो भनेर आयो भने तपाईहरुले पढ्दैनथ्यो बनाउनुहुन्छ नि पढ्दैनथ्यो। अज्ञात र अभ्यस्तमा बिचमा नको प्रयोग हुन्छ। इच्छार्थक सम्भावनार्थक भाव र अर्थमा सुरुमा नको प्रयोग हुन्छ र कालको पक्षको सामान्य वर्तमान सामान्य भूत अपूर्ण पक्ष पूर्ण पक्षको अन्त्यमा नको प्रयोग हुन्छ। यसरी नलाई प्रयोग गर्दै गर्दै हामी करण अकरणको पनि अभ्यास गर्छौं। अब यो यति धारणा बुझिसकेपछि तपाईहरुलाई अर्को कुरा के सिकाउन जरुरी छ भने अब वाच्य पनि हामी यहीँनेरि वाच्य परिवर्तन गर्न सक्छौं। जस्तै अब यही प्रश्न छ तपाईहरुले यहाँनेरि वाच्य परिवर्तन गर्नु पर्यो। यो मैले करण अकरणको कुरा बुझाइहाल्ने यसलाई मैले मेटाएँ है त। अब यसलाई वाच्य परिवर्तन गरेर अर्कोमा लानु पर्यो भने के गर्ने म यही एउटै वाक्यबाट सिकाउँछु ल। प्रश्न यस्तो आयो म विद्यालय जान्छु म पुस्तक पढ्छु म गृह कार्य गर्छु म प्रथम हुन्छु आयो भने अब म विद्यालय जान्छुलाई आफू बनाइदिनु पर्यो। आफू विद्यालय गइन्छ। अब यहाँ चाहिँ कर्ममा लानु पर्ने छ। म पुस्तक पढ्छु भने यसलाई चाहिँ म द्वारा नै बनाउने किनभने कर्ममा लानु पर्यो। कर्म छ भने कर्तामा ममा द्वारा जोडिन्छ भावमा चाहिँ आफू हुन्छ कर्ममा चाहिँ म द्वारा पुस्तक पढिन्छ। अनि म गृह कार्य गर्छुको म द्वारा गृह कार्य गरिन्छ। अनि म प्रथम हुन्छुको आफू प्रथम भइन्छ। यसरी तपाईहरुले वाच्य परिवर्तन गर्न सक्नुभयो। अब यो भन्दा बाहेक अन्य तरिकाले तपाईहरुलाई प्रश्न आयो। जस्तै खूब घुमिन्छ रमाइन्छ हाँसिन्छ बसिन्छ। यस्तो पनि वाक्य आउन सक्छ है। अब यी चारवटा वाक्यलाई तपाईहरुले वाच्य परिवर्तन गर्नुपर्ने छ। यो वाच्यमा लैजाऊ भन्दैन वाच्य परिवर्तन गर्नुहोस् भनेर प्रश्न आयो। खूब घुमिन्छ रमाइन्छ हाँसिन्छ र बसिन्छ आयो नि। अब यहाँनेरि तपाईहरुले ख्याल गर्नुपर्ने कुरा यहाँ कर्ता छैन। कर्ता नभएको वाक्यमा धातु प्लस ई भएर यहाँ जोडिएको छ। अनि यहाँनेरि चाहिँ के छ भन्दा के र कसलाईको उत्तर पनि छैन। त्यसैले यी वाक्यहरू सबै अकर्मक वाक्य हुन्। अकर्मक वाक्यलाई हामीले कर्तृवाच्यमा लाँदा र कर्तृवाच्यमा सकर्मक होस् वा अकर्मक जहिले पनि नयाँ कर्ता थप्नुपर्छ। अब यसको नयाँ कर्तामा तपाईहरुले म हामी त तिमी ऊ उनी जो राखे पनि हुन्छ। तर यस्तो आयो भने
मबाटै सुरु गर्नुभयो भने नि हुन्छ। म खुब घुम्छु। त्यस्तै अब यहाँ म लेखिरहनु परेन, अब यहाँनिर रमाइन्छ मात्रै छ, यहाँ लेख्नु पर्यो म रमाउँछु। म राख्नु भएन भने गल्ती हुन्छ है। म हाँस्छु। त्यस्तै म बस्छु आयो। अब तपाईँहरूले म नलेखेर यहाँनिर हामी लेख्नुभयो भने हामी खुब घुम्छौँ, हामी रमाउँछौँ, हामी हाँस्छौँ, हामी बस्छौँ आयो। अब ऊ लानुभयो भने ऊ खुब घुम्छ, ऊ रमाउँछ, ऊ हाँस्छ, ऊ बस्छ हुँदै आयो। यसरी अगाडिको कर्ता अनुसार पछाडिको क्रिया बनाउँदै जाने यो एउटा अभ्यास हुन्छ। अब यदि कर्ता आएन भने चाहिँ तपाईँहरूले नयाँ कर्ता थपेर परिवर्तन गर्नुपर्ने हुन्छ। अब अर्को एउटा यो वाच्यमा देखा पर्ने एउटा समस्या छ। तपाईँहरूलाई लाई लागेर आयो भने कसरी वाच्य परिवर्तन गर्ने म एउटा प्रश्न दिन्छु है त। तपाईँहरू यसको उत्तर खोजी गर्नुहोस्। यहाँनिर वाच्य परिवर्तन गर्नुहोस् भन्ने प्रश्न आयो। प्रश्न के छ भन्दा म साथीहरूलाई बोलाउँछु, अथवा कालको पक्ष जे पनि हुन सक्छ है, बोलाउँछु अनि उनीहरू यहाँ आउँछन्। यो वाक्य हेर्दै जानुहोस् ल कस्तो वाक्य बन्दैछ। अनि म उनीहरूलाई उपहार दिन्छु। त्यस्तै उनीहरू धेरै रमाउँछन् गरेर प्रश्न आयो। अब के छ त भन्दा वाच्य परिवर्तन गर्नुहोस् भन्ने मात्रै छ है, केमा लाने भन्ने कुरा भनेको छैन। यहाँनिर हेर्दा हामी के देख्छौँ भने कर्ता म छ, यहाँ कर्ता उनीहरू छ, यहाँ कर्ता फेरि म छ र यहाँ फेरि कर्ता उनीहरू छ। अब यसका आधारमा हामीले वाच्य परिवर्तन गर्यौँ भने गलत हुन्छ, कर्ताका आधारमा हुने होइन। अब यहाँनिर हामी खोज्दै जाउँ, म साथीहरूलाई बोलाउँछु भन्दा यो साथीहरू चाहिँ कर्म हो, बुझ्नुभयो नि, साथीहरू बहुवचन कर्म हो। यहाँनिर चाहिँ कर्म छैन, यहाँनिर कर्म छैन। म उनीहरूलाई उपहार दिन्छु, यहाँ उपहार चाहिँ मुख्य कर्म हो, उनीहरूलाई होइन है। उनीहरू धेरै रमाउँछन्, यहाँनिर कर्म छैन। अब कर्म नभएको वाक्यलाई हामी भाव वाच्यमा लान्छौँ, कर्म भएको वाक्यलाई हामी कर्म वाच्यमा लान्छौँ भने अब यसको वाच्य परिवर्तन गर्दा मद्वारा साथीहरूलाईको लाई हटिहाल्यो, साथीहरू बहुवचन छ है। मद्वारा साथीहरू बोलाउँछुको बोलाइन्छन् भयो एउटा। अनि उनीहरू यहाँ आउँछन् छ नि, उनीहरूद्वारा बनाउनुहोस् त यहाँ, उनीहरूद्वारा यहाँ आइन्छ, यति हो। यहाँ आइन्छन् हुँदैन है, किनभने यो कर्ता अनुसारको क्रिया हुँदैन, यहाँ कर्म छैन। त्यसकारण उनीहरूद्वारा यहाँ आइन्छ मात्रै हो, आउने काम एक वचनमा भाव वाच्यमा। म उनीहरूलाई उपहार दिन्छु। अब यहाँ उनीहरूलाई भनेको यहाँ दोस्रो कर्म हो, तर पहिलो कर्म चाहिँ उपहार छ। उपहार एउटा मात्रै छ भने मद्वारा उनीहरूलाई उपहार, एउटा उपहार चाहिँ दिइन्छ भयो। यदि यहाँनिर उपहारहरू भएको भए चाहिँ उपहारहरू दिइन्छन् हुन्थ्यो। यहाँ एउटा तपाईँले के ख्याल गर्न जरुरी छ भने यहाँ भएको लाई चाहिँ हटेको छैन है, यहाँ भएको लाई चाहिँ अघि हटिसकेको थियो। म
उनीहरूलाई बोलाउँछु भन्यो भने लाई अड्थ्यो। अब हामी अर्को वाक्यमा जाउँ। उनीहरू धेरै रमाउँछन्। अब यहाँनिर कर्म छैन भने उनीहरूद्वारा धेरै, यो धेरै चाहिँ क्रिया विशेषणको रूपमा आएको छ। धेरै रमाइन्छ, धेरै रमाइन्छन् हुँदैन। यसरी गर्नुभयो भने वाच्य परिवर्तन पनि जानिन्छ है। ल अब हामीले यहाँ के गर्यौँ भन्दा प्रश्न नम्बर 8 को खमा सोधिने प्रश्नमा करण अकरणको रूप मैले अगाडि बताएँ। वाच्य परिवर्तनमा कर्तृवाच्यमा भए कर्म र भावमा लाने, कर्म भए कर्तृमा लाने र भावमा भए कर्तृमा लाने हामीले रूप परिवर्तन गर्यौँ। तपाईँले यसका लागि चाहिँ मेरो नेपाली कक्षा युट्युब च्यानलमा वाच्य परिवर्तनको विशिष्ट धारणा सहितको एउटा अभ्यास छ। त्यो अभ्यास हेर्न जरुरी छ। त्यो हेर्नुभयो भने यो उत्तर बुझ्नुहुन्छ। ल अब हामीले प्रश्न नम्बर 8 को अवधारणा र अभ्यास बनायौँ। हस्त नेपाली कक्षा युट्युब च्यानल हेर्दै गर्नुहोला। म तपाईँहरूलाई अन्य सामग्री लिएर फेरि उपस्थित हुनेछु। हस्त धन्यवाद, नमस्कार।